9-10 वर्ष काम गरिरहनु भएको छ। कहाँ कसले देखे? सिंहदरबारमा बसेर। कसले देखे? मैले देखेँ। खै त हामीले त देख्दैनौँ, सञ्चार माध्यमले देख्दैनन्। जानु होला, जान त इन्ट्री दिनु पर्यो नि। होइन, त्यो सूचना लिन सक्नु भइहाल्छ नि। सूचना त दिनु पर्यो नि। पाइन्छ सूचना। उत्तर कोरिया जस्तो छ भन्छ देश। सरकारको प्रवक्तालाई सोध्नुभयो हुन्छ। सरकारको प्रवक्ता जवाफ पनि सुनेको छ सर। फेरि सोध्नु होला। सुनेको छ, पार्टीको प्रवक्ताको नि सुनेको छ, सरकारको प्रवक्ताको नि सुनेको छ। आर्यनजी, एउटै समय दिएर उहाँहरूले गर्नु भएन भने विरोध गर्न स्वाभाविक हुन्थ्यो। यो हामी व्यवस्थापन गर्दैछौँ, सक्छौँ, गर्छौँ। यस्तो हो क्या, सुन्नु न, सरकार निर्मम कहाँनिर हुने भने नि, अघि नै मैले भने नि, पहिला छानबिन समिति खास ठेट कुरा भनिदिउँ। अब उहाँले जब महानगरमा हटाउनु खोज्नु भएको थियो, ढुङ्गामुरा भएको थियो, त्यसको रिस पोख्नुभयो। सुरुमा चाहिँ डाङडुङ हटाउनु भयो, तर पछि उहाँलाई के आभास थाहा भयो, रियालिटी के थाहा पाउनु भयो भने देशभरि हेर्नुभयो नि त। पहिला महानगरमा त हेर्नु भएको थियो सुकुम्बासी, सुन्नु त्यो रिस थियो, डाङडुङ्गर हानिदिनु भयो। अनि लास्टमा तपाईँको चाहिँ उहाँले के बुझ्नुभयो भने सुकुम्बासी त थियो भने हाम्रो सरकार ढल्छ भन्ने कुरा उहाँले बुझ्नुभयो। सबभन्दा बढी सुकुम्बासी कहाँ छ भन्ने यस्तो बलियो सरकार कसरी ढल्छ? त्यस्तो कुरा तपाईँ पहिलोचोटि हो यो हो। तानाशाही 240 वर्षको राजा त फाली पठाइयो, बोल्ने भने जिब्रो काट्ने राणा त फाली पठाइयो। तपाईँ फेरि यस्तो कुरा गर्नुहुन्छ? ए फाल्दिने जनताले फाल्छ। र सुन्नुहोस्, सुकुम्बासीको सबैभन्दा बढी कहाँ छ म भनिदिउँ? सबैभन्दा बढी तराई मधेसमा छ क्या, अथवा सहर केन्द्रित छ क्या। उहाँले भोट खोज्छ त्यहीँबाट बढी। अनि उहाँले पछि ठ्याक्क के बुझ्नुभयो, ओहो यो सुकुम्बासी अवस्था छुयो भने अर्कोचोटि फेरि 182बाट 80तिर गरिन्छ भने चिन्ता गर्ने बेला भएको छैन। ब्याक सर्नुभयो क्या। रियालिटी कुरा त्यही हो। जो उहाँले काठमाडौँको 2-4 तपाईँको चाहिँ खोला किनारको अवस्थित भन्नुभएको छ नि, यसो देशको भोलि डेटा हुन्छ नि 60-70 लाख भन्दा बढी व्यवस्थापन जरुरी त छ नि। सुन्नु न, छ हो, त्यो छ त, हामीले छैन भने छौँ त। हामीले पनि देखेको हो, हामीले छैन उहाँहरूले मान्छे उद्धार गरेको पनि देखेको, रमेश लेखकले भिजिबिलिटी पुगेन भनेको पनि देखेको। प्रक्रिया त यस्तो क्या, उहाँले के गर्नुभयो भने नि, उहाँले जनता मारा काम गर्नुभयो, गरिब मारा काम गर्नुभयो, मजदुर मारा, श्रमिक मारा काम गर्नुभयो क्या सरकारले। त्यो किन हो थाहा छ? हाउसिनु भयो, उहाँहरू बढी उम्लिनु भयो। हाउसेको रुखले फल दिँदैन। म त सम्झेर भनिरहेको छु, आफ्नो सम्झेर भने फेरि थोरै परै सम्झेर भने हो। उम्ल्यो भने पोखिन्छ भनिरहेको छु। किन थाहा छ? सफल होस् भनेर हो क्या त्यो। उहाँहरू सफल हुनुपर्छ भन्ने हो मेरो धारणा। किन थाहा छ त्यो? देशको लागि। अहिले उहाँले के गर्नु थाहा छ? 35 वर्षदेखि मात्रै नभनौँ न, 240 वर्ष